फोटामा चाहिँ देखिन्छ भेट हुने हो कि होइन माया धेरै मान्छु धेरै गर्छु धेरै सम्झना लिन्छु। हेलो गाइज, आज चाहिँ हामी फर्स्टचोटि रुकुमको पश्चिम 8 बिस्कोट नगरपालिका 10 फलाटे भन्ने ठाउँमा छौँ। यो चाहिँ हामीलाई सरले युएसएदेखि अर्डर गर्नुभएको। आज चाहिँ उहाँको आफ्नो सबभन्दा सानो कान्छो भाइको चाहिँ बिहे है, हामीलाई चाहिँ उहाँले सरप्राइज अर्डरको लागि अर्डर गर्नुभएको थियो। सो हामी चाहिँ सरप्राइज दिन जाँदैछौँ। अब सुधौ भयो कि हिँड्दा हिँड्दा गाइस फाइनली हामी चाहिँ बिहे भएको घरमा चाहिँ लगभग आधी घन्टा लागेर हिँड्न लाग्यो है। बल्ल बिहे भएको घरमा चाहिँ आइपुग्यौँ। एकदम यहाँको चाहिँ छुट्टै किसिमको हुँदो रहेछ कि बिहे चाहिँ हाम्रो दाङतिर जस्तो हुँदो रहेछ है। हामी चाहिँ सबै देखाउँछौँ, हेर्नु है। यतातिरको रमाइलो हेर्नु न, रमाइलो छुट्टै छ कि है। वाउ, यतातिर पनि देखाइदिनु न हल्का। वाउ ल, आहा गजब। हामी चाहिँ जाँदैछौँ है अब दुल्हा दुल्हनी भएको ठाउँमा। हेरौँ उहाँको रियाक्सन कस्तो आउँछ है। म पनि एकदम एक्साइटेड छु। हामी चाहिँ रुकुममा फर्स्टचोटि आएको है, छुट्टै किसिमको अनुभव पनि भइरहेको मलाई। हेलो नमस्ते है। हेलो नमस्ते सबैलाई, नमस्ते है। ह्याप्पी म्यारिड लाइफ। ल उठ्नु दुईजना, उठ्नु जुर्कै उठ्नु। हजुरको लागि पनि छ। आमा नमस्ते, हजुरको लागि पनि छोराको बिहे। ल उठ्नु, एकैछिन उठ्नु। सरप्राइज। यो चाहिँ त्यो खाता लगाइदिनु न, दुलैनलाई खाता लगाइदिनु न, खाता लगाइदिनु न। यो चाहिँ हजुरको लागि। आमा हजुरको लागि पनि छ। छोराको बिहे आमालाई पनि आएको छ। हेर्नु त त्यहाँ सक्कली नोट हो नि फेरि। यो चाहिँ खानेकुरा एक त्यो पछाडि भन्छु के म। यो हजुरको लागि। अनि हजुरको लागि यस्तो राम्रो वाच पनि छ। खै हात दिनुहोस् त। आमा तपाईँहरूलाई पनि कसले पठाइदिए जस्तो लागिरहेछ। ल हामीले चाहिँ सबभन्दा पहिला